यस्तो मिठो मटन बिरयानी रेसिपी त घरमा एकचोटि बनाउनै पर्छ है। पहिला चाहिँ मैले मासुमा म्यारिनेट गर्नको लागि फ्राइड अनियन, गार्लिक पेस्ट, योगर्ट, नुन अनि त्यसपछि बेसार, खुर्सानीको पाउडर जस्तो मसलाहरू सबै हालेँ। पुदिना पनि हालेँ है त। यो सबै हालेर मजाले मासु मोलिसकेपछि चाहिँ मैले चाहिँ पानी उमालेँ। त्यो मैले सिनामन, इलाइची, स्टार एनिज, क्लोभर, साल्ट जस्तो मसलाहरू हालेर चाहिँ मजाले उमालेँ। त्यसपछि मैले डिएफसीको प्रिमियम बासमती चामल लिएँ। प्रिमियम बासमती चामललाई चाहिँ मैले हाफ कुक गरेँ। अनि हाफ कुक गरेर निकालिसकेपछि प्यानमा फेरि मैले तेल तताएँ अनि सबै मरमसला हालेर मासु मजाले भुटेँ है त। मासु भुट्दै गर्दा टमेटो पेस्ट पनि हालेँ अनि त्यसपछि छोपेर चाहिँ मजाले पाक्नको लागि राखिदिएँ है त। त्यसपछि पाकिसकेपछि मैले थोरै निकालेँ अनि हाम्रो अब बाँकी भएको मासुको चाहिँ फर्स्ट लेयर हुन्छ है त। अब मैले राइस लेयरिङ गर्न सुरु गरेँ। मजाले राइस लेयरिङ गरिसकेपछि माथिबाट मैले अनियन हालेँ, त्यसपछि धनियाँ पनि हालेँ अनि थोरै स्याफ्रन वाटर पनि हालेँ है त। यसलाई यो हाम्रो फर्स्ट लेयर भयो। फेरि मासु हालेर हामी सेकेन्ड लेयर बनाउँछौँ अनि लास्टको लेयरमा चाहिँ मैले माथिबाट सिनामन पाउडर पनि हालेँ टेस्टको लागि। एकछिन छोपिसकेपछि यो रेडी हुन्छ हाम्रो मटन बिरयानी। अब रायता बनाउँदै थियो ढाकोमा है त। तैलमा थोरै पानी हालेँ, प्याज हालेँ अनि त्यसपछि खुर्सानी हालेँ, त्यसपछि धनियाँ हालेँ होइन। अनि नुन, फेरि खुर्सानीको पाउडर अनि त्यसपछि थोरै जिराको पाउडर हालेर हाम्रो रायता पनि रेडी भयो। यस्तो गर्दाखेरि घरमै यस्तो दामी मटन बिरयानी बन्छ है। हजुर पनि ट्राई गर्नुहोला।